हेलो साथीहरू सबैजनालाई नमस्ते छ अनि सबैजना सन्चै हुनुहुन्छ होला हैन। टक्क यहाँ चाहिँ हाम्रो चाहिँ नयाँ रेस्टुरेन्टको लागि चाहिँ तयारी हुँदैछ। नयाँ रेस्टुरेन्ट खुल्ने क्रममा टक्क हेर्न सक्नुहुन्छ काम चल्दैछ। आज चाहिँ टाइलको काम चलिरहेको छ। आज चाहिँ हाम्रो चाहिँ यहाँ चाहिँ टाइलहरू काम चलिरहेको छ। लगभग फाइनली भइ नै लागिसकेको छ। लास्ट टाइम यति मात्र रहेको छ हैन। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ टक्कै चाहिँ हाम्रो चाहिँ नयाँ रेस्टुरेन्ट ओपनिङ हुनेको तयारी हुँदैछ है साथीहरू। टक्क हेर्न सक्नुहुन्छ हैन। यहाँ चाहिँ हाम्रो चाहिँ आफ्नै नेपाली दाजुभाइहरू मिस्त्रीहरू लाग्नुभएको छ धमाधम खटिएर। दाइ नमस्कार। यो चाहिँ हाम्रो चाहिँ हेड मिस्त्री है। टक्क हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो चाहिँ किचन रहनेछ है। यता चाहिँ हाम्रो चाहिँ किचन हुनेछ। टक्क हेर्न सक्नुहुन्छ हैन। यो चाहिँ कस्टमर आउने बाटो भयो। टक्कै यहाँ चाहिँ हाम्रो चाहिँ किचन हौदी यता हुनेछ है। टक्क यहाँ चाहिँ हाम्रो चाहिँ टोइलेट छ। अनि टक्क हेर्न सक्नुहुन्छ। म तपाईँलाई माथि पनि देखाउने छु है। माथि चाहिँ हाम्रो चाहिँ कस्टमरहरूलाई राम्रो बस्ने बन्दोबस्त तरिकाले राम्रो सुविधा हेर्न सक्नुहुन्छ हैन। यो चाहिँ हाम्रो चाहिँ टक्क कस्टमरहरू बस्ने ठाउँ है। यहाँ चाहिँ कोठा बनाइएको छ। टक्क हेर्न सक्नुहुन्छ। नमस्कार। सन्चै हुनुहुन्छ? चलिरहेको काम है। ल धमाधम छिटो भ्याउनु पऱ्यो क्या। छिटो भएपछि टक्क मटन बिरयानी चिकन बिरयानी बनाएर खिलाउँ न गर। टक्क यो चाहिँ हाम्रो हेर्न सक्नुहुन्छ हैन। कस्टमर बस्ने सुविधाहरू है। टक्क हेर्न सक्नुहुन्छ काम चलिरहेको छ। यो चाहिँ हाम्रो चाहिँ कस्टमर बस्ने ठाउँहरू भयो हैन। यता पनि बस्ने सिस्टम र यता पनि हाम्रो चाहिँ कस्टमरको लागि सुविधाको लागि टक्क कोठाहरू बनाइएको छ। यो चाहिँ हाम्रो चाहिँ स्टोर रहनेछ या टक्क यहाँ चाहिँ हाम्रो स्टोर रहनेछ। न सक्नुहुन्छ यो चाहिँ हाम्रो स्टोरको एरिया भयो। यहाँ चाहिँ हाम्रो चाहिँ कस्टमरहरूले हेलो दाइ के छ हालखबर? सन्चै हुनुहुन्छ? यहाँ चाहिँ हाम्रो नेपाली दाजुभाइहरू टक्क खटेर लाग्नुभएको छ। सकेसम्म चाहिँ छिटो काम भएर चाहिँ छिटै नै ओपनिङ हुनेछ रेस्टुरेन्ट। अनि यो कोठा चाहिँ के को लागि भन्नु होला नि साथीहरू। टक्क कस्टमरहरूले खाएर ह्यान्ड वासिङ गर्नेको एरिया है यो चाहिँ। टक्क साथीहरू होइन रेस्टुरेन्ट त हेर्नुभयो तर रेस्टुरेन्ट कहाँ छ त? लोकेसन कहाँ हो त? टक्क तपाईँलाई मैले त्यो पनि देखाउने छु है त। टक्क बाहिर टक्क हेर्दै जानु होला। टक्क हाम्रो रेस्टुरेन्ट चाहिँ मार्केटको टक्क बिचमा छ है। टक्क हेर्न सक्नुहुन्छ एकदम। यता चाहिँ मिठाईको पसल छ हाम्रो। यता चाहिँ कपडाको पसल छ। यता नाईको छ। यता कपडाको पसल छ। यता मोबाइलको सप छ। टक्क सामान ल्याउँदा सपिङ गर्न आउँदाखेरि टक्क रेस्टुरेन्टमा पनि मजाले बसेर खान सकिन्छ। सुविधा हरेक छ। अनि हाम्रो चाहिँ कुक हेल्पर क्लिनर वेटर क्यासियर को हुनुहुन्छ कतिजना हुनुहुन्छ टक्क कमेन्ट गर्नु होला है त। धन्यवाद।